हो लसो अब हामी सुरु गर्छौं है त। सर्वप्रथम बौद्ध धर्म परिचय समाजले आयोजन गर्नुभएको इन्टरनेट जुमद्वारा धर्म प्रवचनको लागि उपस्थित भएको सम्पूर्ण दर्शकबिनहरू सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु। सबैले त सिद्धले अनि अब आज चाहिँ पहिला हामीले अस्ति भनेको जस्तो अनि सबैले पूर्वाभ्यास चाहिँ गरौँ अनि हामी अलि पूजा पाठहरू गरौँ है त। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमः संघाय सांगे चोदं सोगे चोना चांजू बर्दो दाने किसुची दागे जिंसो किबे सोनम डोला बेंजर संगे रूबराशो सांगे चोदं सोगे चोना चांजू बर्दो दाने किसुची दागे छिशे किबे सोनम डोला बेंजर संगे रूबराशो सांगे चोदं सोगे चोनम 창조 버도 다니 교수 나게 주신 게 배초남기 돌아 심제 담제 대화단 대외 교단 대마른 교지 심제 담제 동아리게 교단 제바른 교지 심제 담제 동에 매배 대화단 면자와 심제 담제 니린 차단 니단테 당념라 내버려 교로지 팬된 존네 땜바 다르진게 띵진게보 담제고 류진군란 디긴 중에 상게 땜바 따도 게교로지 यहाँ सम्म चाहिँ पूर्वाभ्यास सक्यो। अब मूल विषयमा प्रवेश गरौँ। सर्वदृष्टि प्रहानाय यस धम्मं देशयत् अनुकंपमुपधाय तन्नमास्यामि गोदम्। लसो अब आजका प्रवचन चाहिँ अस्ति हामीले भनेको थियो एक शनिबारमा चाहिँ अनि बौद्ध धर्म परिचयको विषयमा एक दोस्रो अनि अर्को अनि शनिबारमा अनि बौद्धको ध्यान अभ्यास अनि को विषयमा प्रवचन गर्ने हो। अब त्यो दुईमा आजको चाहिँ अनि बौद्ध धर्म परिचयको परिचय गर्ने हो। अब आजका विषय चाहिँ के हो भनेदेखि अहिले यहाँ यो के रे खर्च तिमिङदे प्रोजेक्टरमा राख्छ पावर पोइन्टमा तपाईहरुले हेर्न सक्नुहुन्छ। नङची छेकोबाट छिन्ने बिकिन्छे भनेर चाहिँ बौद्ध धर्म
के अरे बौद्ध धर्म गर्नुपर्ने र गर्नु सक्ने कारण भन्ने हो यो विषयमा चाहिँ अनि भन्ने हो। अनि त्यसमा पहिला चाहिँ म के भन्न चाहन्छु भनेदेखि अनि अब यहाँ चिर सांगि기 취디 닝지 짜와제 마세 시럽 초기 땜바이엠베 몽데 징기 출루 민시 최셰가 벤날린데 기룹들 균승인 거네 셰그 바네고사 अब यो चाहिँ आज म यस्तो गर्छु नेपालीमा चाहिँ सबै नपर्ने मैले जो नेपालीमा व्याख्या गर्न सक्छ त्योहरू गर्छु। यो भित्र कोही महत्त्वपूर्ण आगमहरू छ त्योहरू चाहिँ अनि पढ्नुपर्ने जरुर छ। त्यो चाहिँ घिसिङिचोलाले नेपालीमा चाहिँ पढ्नुहुन्छ। त्यो भयो भने समय पनि खेरो नहुने अलि छिटो हुने राम्रो हुन्छ जस्तो लाग्छ। त्यसो कारणले अब यहाँ तपाईहरुले आज ध्यान राम्रो गरेर दिनुहोस्। मैले पहिला के भन्न चाहन्छु भनेदेखि सामान्यतः अनि बौद्ध धर्म चाहिँ अनि त्यो के अरे मूल करुणामा आधारित मात्र नभएर परम अनि प्राज्ञामा आधारित भएको पनि हो। यो चाहिँ मैले पहिला नै भन्नु चाहेको छ। अब यो किन भनेको हो भनेदेखि अनि हामीले बुद्ध स्वयंको अनि सूत्र तन्त्र अनि के अरे ग्रन्थहरू अनि दर्शन लिँदाखेरि बुद्धले यो धर्मदेशनाहरू अनि त्यो के अरे प्रामाणद्वारा अनि भन्नुहुन्छ। अनि त्यो के अरे कारणमा अनि आधार राखेर अनि उहाँले भन्नुहुन्छ। त्यो शब्दमा पनि त्यो धेरै छ। थेचिछिरिसेना भन्ने त्यस्तो शब्दहरू धेरै छ त्यो कङ्ग्युरको भित्र। त्यसो कारणले थेचिछिरिसेना भन्ने चाहिँ के कारणले भन्ने भनेको हो। त्यसो कारणले कारणको विषयमा धेरै उहाँले भन्नुभएको छ। यो एउटा। दोस्रो तेन्जु सिद्धि शास्त्रमा भने अनि हामीले हेर्दाखेरि नगर पण्डित नागार्जुन लगायत अनि महापण्डितहरूले त्यो बुद्धको शासनहरू अनि व्याख्या गर्दाखेरि अनि त्यो के अरे कारणमा आधारमा राखेर चाहिँ भन्नुहुन्छ। त्यसो कारणले कङ्ग्युर र तेङ्ग्युर दुईटैमा अनि कारणलाई आधारमा राखेर अनि भन्नुहुन्छ। अब त्यसमाथि नलेन्द्र पण्डितहरूले धर्म प्रवचन गर्दाखेरि धर्मदेशनाहरू गर्दाखेरि अनि कारणद्वारा चाहिँ अनि धर्मदेशन गर्नुहुन्छ। त्यसमा भने त्यो हामीले यो भन्छ सम्बोध लेबीमा क्षमा भन्छ प्रामाणद्वारा अनि भन्नुहुन्छ। त्यो एउटा हो। त्यस कारणले त्यो एउटा त्यो मात्र नभएर फेरि हामीले जान्नुपर्ने महत्त्वपूर्ण कुरा एउटा के छ भनेदेखि बौद्ध धर्म चाहिँ हामीले राम्ररी गरेर अनि हेऱ्यो भने
अनि पर्यो भने हामीले एउटा के थाहा हुन्छ भनेदेखि नाङ्छु त्यो छिरिक त थुम्बा भनेर बौद्ध धर्म चाहिँ विज्ञान अनुकूल छ भन्छ। यो एउटा चाहिँ हामीले थाहा हुनुपर्ने कुरा हो। यो कसरी हो भनेदेखि यो अनि विज्ञानमा भनौँ विज्ञानमा अनि उहाँहरूले विज्ञानको ज्ञेय छिरिकी स्याजा भन्छ। विज्ञानको ज्ञेय हुनुको लागि अनुसन्धान धेरै गर्नुपर्ने हुन्छ। त्यसमा सम्बुद्ध लेबीमा भन्छ छेता छिरिकी स्याजा भन्छ। छेपाक भने चाहिँ अनुमान पहिला विशेष अनि अब त्यो जो हामीले जानकार गर्नुपर्ने चिजहरू या वस्तुहरू जो छ विषयहरू जो छ त्यसलाई पहिला अनुमान गर्ने। त्यो अनुमान गर्दाखेरि चाहिँ यस्तो होला भनेर चाहिँ थाहा चाहिँ हुन्छ। तर यो हो भनेर चाहिँ निश्चित रूपमा थाहा चाहिँ हुँदैन, जानकार हुँदैन, बोध हुँदैन। अब त्यो यस्तो होला भनेर अनुमानमा पहिला राखेर त्यो पनि हामीले जानुपर्ने तक्षेपसुम भन्छ। तक्षेपसुम भने चाहिँ अनुसन्धानकर्ता तीनटा हुन्छ। तक्षेप धङ्बो भने चाहिँ अनुसन्धानकर्ता पहिलो अनुसन्धानकर्ताले अनि पहिला चाहिँ अनुमान गरेर यो यस्तो होला भनेर चाहिँ अब के भन्छ यो होला भनेर चाहिँ अलिकति थाहा हुने जस्तो, तर निश्चित रूपले थाहा छैन। अब त्यो अनि यस्तो होला भन्नेको विषय जो छ त्यसलाई फेरि दोस्रो अनुसन्धानकर्ताले त्यसलाई चाहिँ के गर्छ भनेदेखि छेता भन्छ। छेता भने चाहिँ के हो भनेदेखि तक्षण गर्छ रे है, खोज तलास त्यो सच्चै हो कि होइन भनेर चाहिँ त्यसलाई अनि त्यो गर्नुहुन्छ, परीक्षण गर्नुहुन्छ। त्यो परीक्षण गरेर त्यो दोस्रो व्यक्ति हो है, दोस्रो अनुसन्धानकर्ता हो। अब त्यसले चाहिँ त्यहाँदेखि ल यो चाहिँ यस्तो रहेछ यो होइन रहेछ भनेर चाहिँ छिटाउन सक्छ त्यो प्राज्ञाद्वारा है, अनि के अरे ज्ञानद्वारा अनि के अरे बुद्धिद्वारा चाहिँ त्यो चाहिँ थाहा हुन्छ। त्यो बेलामा चाहिँ अनि के भन्छ त्यो बेलामा एउटा व्यक्तिले थाहा भएको हो, तर त्यसलाई चाहिँ त्यो के अरे त्यो विशेष भनौँ त्यो ज्ञायालाई अनि के अरे विज्ञानको ज्ञाय भन्दैन। अब विज्ञानको ज्ञाय हुनुको लागि तेस्रो के गर्नुपर्छ भनेदेखि तेस्रो अनुसन्धानकर्ताहरूले भनेदेखि धेरै मान्छे चाहिन्छ। मैले चाहिँ यसरी थाहा भयो तर यो सत्य हो कि होइन तपाईँहरू धेरै मान्छेले अनि त्यो अनुसन्धान गर्नुहोस् भनेर है गर्नु दिने। त्यो गर्नु दिएर धेरै मान्छेले यो रहेछ भनेर चाहिँ अनि थाहा भयो भने निश्चित रूपले अनि त्यो जानकार भयो भने अनि बल्ल त्यो विषय चाहिँ के हुन्छ भनेदेखि छिरिकी सेजा भनेर विज्ञानको ज्ञेय भने चाहिँ हुन्छ। त्यसो कारणले विज्ञानको ज्ञेय हुनुको लागि धेरै अनुसन्धान गरेर चाहिँ अन्तिममा चाहिँ यसो हो रहेछ भनेर चाहिँ त्यो बेलामा चाहिँ प्रमाण पनि प्राप्त हुन्छ है, प्रमाण प्राप्त हुन्छ। त्यो यहाँसम्म चाहिँ तपाईँहरूले थाहा हुनुपर्छ। यो चाहिँ के हो भनेदेखि मोडर्न साइन्समा अनि गर्ने तरिका अनुसन्धान गरेर चाहिँ विज्ञानको ज्ञेय हुनुको लागि यसरी गर्छ भनेर। अब त्यही जस्तै हाम्रो बौद्धको अनि त्यो बौद्धको के अरे शिक्षामा पनि
बौद्धको अनि त्यो शास्त्रमा पनि बौद्धको अनि यो के अरे पुस्तकमा पनि है अनि कसरी भनेको छ भनेदेखि हाम्रो पुस्तकमा पनि यसरी छ ब्राह्मण भने चाहिँ धेरै महत्त्वपूर्ण हो भनेको छ है यो छ कि यो छैन भने चाहिँ कसले अनि के अरे छुटाउँछ भनेदेखि ब्राह्मण ज्ञानले छुटाउँछ है लोछ्यामा ब्राह्मण ज्ञानले छुटाउँछ। अब त्यो ब्राह्मण ज्ञानमा पनि ब्राह्मण ज्ञानले छुटाउने हो। अब त्यसमा यो के भन्छ विशेष जो छ नि के अरे गेयामा अनि एउटा चाहिँ के हुन्छ भनेदेखि प्रतीक्षा भाउ भन्छ त्यसलाई चाहिँ स्याल्जङ्गुङ्गुर भन्छ गुङ्गुर भन्ने एउटा है प्रतीक्षा भाउ गुङ्गुर। अब योहरू चाहिँ छ नि त्यो अब अगाडि हामीले किताबहरू जोहरू देख्छ नि त्योहरू हो त्यसलाई गुङ्गुर भन्छ। अनि अरू चाहिँ के छ भनेदेखि त्यो के अरे अनित्य जस्तो अनि जस्तो अनि त्यो के अरे शून्यता जस्तो त्योहरूलाई चाहिँ स्याल्ज कुक्युर भन्छ। कुक्युर भन्ने चाहिँ नेपाली शब्दमा चाहिँ के छ रहेछ भनेदेखि परछोक भाउ भन्छ रहेछ। त्यसो कारणले त्यो ज्ञामा दुई प्रकारको ज्ञा छ। अब त्यसलाई यो हो रहेछ यो होइन रहेछ भनेर अनि बोध गर्ने अनि ब्राह्मणमा फेरि दुई हुन्छ। एउटालाई चाहिँ के भन्छ भने मुसुमछेमा प्रतीक्षी ब्राह्मण भन्छ है। त्यसले चाहिँ अघि भनेको त्यो प्रतीक्षा भावहरू चाहिँ अनि तुरुन्त थाहा हुन्छ यो यस्तो हो रहेछ होइन भनेर। अब एउटा चाहिँ ब्राह्मण एउटाले के भन्छ झेपाक क्षमा भन्छ त्यसले चाहिँ अनुमान ब्राह्मण भन्छ। अनुमान ब्राह्मण भन्ने यो के भन्छ यो ज्ञानले यो बुद्धिले अनि त्यो अघि भनेको जस्तो शून्यता जस्तो त्यस्तो अनि प्रछोक भावहरूलाई अनि त्यसले चाहिँ थाहा हुने गर्छ। तर त्यसले कसरी जानकार गर्छ भनेदेखि त्यसको लागि धेरै अनि के अरे प्रमाणहरू अनि गर्छ तर्कहरू अनि गर्छ ती तक मारे किन्जे कारणहरू देखेर यो हो रहेछ किनभनेदेखि कारण यो रहेछ भनेर चाहिँ अनि यङ थक्पे गिम्जे सम्यक कारणद्वारा अनि पछि चाहिँ यो चाहिँ यस्तो रहेछ भनेर चाहिँ अनि यो के भन्छ अनुमान प्रमाणले अनि बोध हुन्छ। त्यसो कारणले अनुमान प्रमाणले बोध हुनुको लागि अनि धेरै कारण सम्यक कारणद्वारा चाहिँ अनि यो हो भनेर चाहिँ थाहा हुनुपर्ने छ। त्यसो कारणले बौद्धको अनि त्यो बौद्ध के भन्छ बौद्ध धर्ममा पनि बौद्ध शिक्षामा पनि हामीहरूले के अरे ज्ञाहरू विषय वस्तुहरू चाहिँ अनि थाहा हुने यो हो कि होइन भन्ने त्यो पनि ब्राह्मणद्वारा चाहिँ अनि के भन्छ छुटाउनु पर्छ भनेर चाहिँ भन्नुभएको छ। त्यसो कारणले आधुनिक विज्ञान र अनि हाम्रो बौद्ध विज्ञान भन्नु सक्छ। बौद्ध विज्ञान दुईटैले यो हो होइन भन्ने छुटाउने चाहिँ अनि मान्छेले भनेर मात्र हुँदैन कि यो चाहिँ ब्राह्मणद्वारा अनि छुटाउनु पर्छ ब्राह्मण चाहिन्छ भनेर यो चाहिँ भन्नुहुन्छ। त्यो एकै हो त्यसमा फरक छैन है। त्यस कारणले अनि बौद्धको धर्म पनि विज्ञान अनुकूल हो भनेको छ है। यो हामीले चाहिँ थाहा हुनुपर्ने एउटा कुरा यो हो। अब त्यो सँगै मैले के भन्न चाहन्छु भनेदेखि आज तपाईँहरूले राम्रो गरेर सुन्नुहोस्। अब हामीले
धर्म परिचयहरू गर्नु बेलामा चाहिँ अनि जहिले पनि जति सक्दो कारणद्वारा चाहिँ धर्म प्रवचन चाहिँ गर्नुपर्छ, धर्म परिचयहरू गर्नुपर्छ है। अन्धविश्वासले मात्र है, विश्वास मात्रले र अन्धविश्वासले मात्रले धर्म परिचय गरे भने अनि त्यति राम्रो चाहिँ हुँदैन। त्यसमाथि हामी यो तिब्बत र हिमालयन क्षेत्रमा भएको धर्म चाहिँ अनि नलेन्द्र पण्डितको परम्परा भएको कारणले पनि हामीले यो के अरे बुद्धि विवेकलाई धेरै महत्त्वपूर्ण सोच्नुपर्छ, सम्झिनुपर्छ। अनि ब्राह्मण भन्ने चाहिँ धेरै महत्त्वपूर्ण हो भने थाहा हुनुपर्छ। जो हामीले जानकार गर्ने र अनि अभ्यास गर्ने त्योहरू पनि त्यो के भन्छ कारणद्वारा यो गर्नुपर्छ। किनभनेदेखि कारण यो हो भनेर कारणद्वारा चाहिँ भन्यो भने धेरै राम्रो हुन्छ है। नत्र हाम्रो बौद्ध धर्म चाहिँ सत्यमा चाहिँ ब्राह्मण भएको कारणमा आधार राखेर आधारमा भएको धर्म हो। तर धर्म त्यो मान्ने मान्छेले, धर्म देशन गर्ने मान्छेले सिर्फ अनि त्यो अन्धविश्वासले मात्र यो धर्मको कुरा गर्यो भनेदेखि अनि हाम्रो धर्म पनि ब्राह्मण भएको धर्म हो भन्ने चाहिँ गाह्रो हुन्छ। भविष्यमा हाम्रो धर्म चाहिँ त्यो के भन्छ ब्राह्मणद्वारा त्यो व्याख्या गर्न सक्ने धर्म चाहिँ हुँदैन। अन्धविश्वासले गर्ने धर्म जस्तो यसो हुनु सक्छ। त्यसो कारणले सबैले यो ध्यान दिनु। त्यही कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि हाम्रो बौद्ध धर्म परिचय समाज खोल्नुपर्ने कारण, यो खोलेर धर्म परिचय गर्ने कारण पनि के हो भनेदेखि यो जम्बूद्वीपमा खास गरेर हाम्रो नेपालमा बुद्ध धर्म त फैलाएको छ। तर त्यो नलेन्द्र नलेन्द्रको परम्परामा भएको जस्तो यो धर्म देशना गर्नुहरू र धर्मले पालन गर्ने धर्म मान्नेहरूले चाहिँ त्यो ब्राह्मणलाई ध्यान धेरै नदिने, कारणमा धेरै नजाने, सिर्फ विश्वासमा मात्र गएर चाहिँ धर्म गर्ने त्यस्तो चाहिँ यहाँतिर फैलाएको छ रहेछ नि। म के चाहेको छ भनेदेखि यो चाहिँ परिवर्तन हुनु पर्यो। विश्वासमा मात्र नगएर ब्राह्मणलाई आधारमा राखेर, कारणलाई आधारमा राखेर चाहिँ हामीले धर्म अनि गर्नुपर्छ भन्ने, त्यो चाहिँ धर्म गर्नुपर्छ त्यो गर्नुपर्छ भनेको कुरा चाहिँ नेपालीहरूले थाहा हुनु पर्यो। खास गरेर नेपाली बौद्धहरूले चाहिँ त्यो थाहा हुनुपर्छ। त्यसो कारणले हामीले यो बौद्ध धर्म परिचय समाज चाहिँ धेरै दुःख गरेर त्यो खोलेको हो। अहिले मैले तपाईँहरूले धर्म देशन गर्ने भन्ने नलेन्द्र परम्पराद्वारा चाहिँ गर्दैछु, त्यो चाहिँ मनमा राख्नुहोस्। अब यहाँ म के भन्न चाहन्छु भनेदेखि आज मैले अनि त्यो के अरे बौद्ध धर्म गर्नुपर्ने र गर्नु सक्नेको विषयमा कारणद्वारा चाहिँ भन्नु चाहेको छ है। त्यस कारणले अब यसमा चाहिँ मैले दुई विषयमा चाहिँ छुटाउँछु। पहिलो चाहिँ के छ भनेदेखि नाङ्चु छेगुबी किम्सेन भनेको छ। अब यहाँ तपाईँहरू पावर पोइन्टमा पनि हेर्दै गर्नुहोस् है। पहिलोको चाहिँ यो हो नाङ्चु छेगुबी किम्सेन थाङ है। बौद्ध धर्मको अभ्यास गर्नुपर्ने कारण भनेको छ। दोस्रोमा चाहिँ नाङ्चु छे निबे किम्से बौद्ध धर्मको पालन गर्नु सक्ने कारण भनेको छ हो। आज यो अनि दुई विषयद्वारा चाहिँ भन्दैछु।
अब त्यसमा पहिला थाङ्बो नाङ्चु छे गइबे gyumजे है थाङ्बो नाङ्चु छे गइबे gyumजे अब पहिला चाहिँ के हो भनेदेखि हामीले बौद्ध धर्म गर्नु पर्ने कारण भनेको छ है यहाँ अब तपाईहरुले आज एउटा शब्द चाहिँ मनमा राख्नुस् है अब यो चाहिँ मैले कसरी भन्ने भनेदेखि अनि रिग्लम कि थोने सिगिन भन्छ सम्पुट लेबेमा अब नेपालीमा के भन्छ भनेदेखि युक्त मार्गद्वारा भन्नु चाहन्छु सुन्यो शब्द युक्त मार्गद्वारा हैन युक्ति रे मारे रिग्लम मारे रे ठीक छ युक्ति मार्ग युक्ति मार्ग तपाईहरु मनमा राख्नुस् है यो शब्द चाहिँ युक्ति मार्ग रिग्लम भन्छ रिग्लम जो अहिले मैले यहाँ चाहिँ युक्ति मार्गद्वारा चाहिँ अनि भन्नु चाहन्छु अब त्यसमा युक्ति मार्गद्वारा भन्ने हो भनेदेखि अब हामीले कसरी भन्नुपर्छ भनेदेखि तर्क युक्तिद्वारा भन्ने हो तर्क युक्तिद्वारा है युक्ति मार्ग भने चाहिँ तर्क युक्ति अब त्यसमा यहाँ के भनेको छ भनेदेखि सम्पूर्ण लेबेमा दाग छे चाहिँ नाङ्छु नेपर छेगते राङ्गी देवा त दुङ्ग मिदेवा खांसी देवा डुबा त दुङ्ग सेवा याङ थाम्बे छु खनाला राले बिछेर अब यो चाहिँ के भन्छ युक्ति अनि मार्गको तर्क हो धेरै राम्रो छ अब यो महत्त्वपूर्ण भएको कारणले नेपालीमा चाहिँ पढ्नु दिन्छु अब गिसिङ निजुले यो चाहिँ नेपालीमा राम्रो गरेर पढ्नुस् मैले धर्म अवश्य गर्नुपर्छ किनकि म स्वयं सुख चाहन्छु र दुःख चाहिँदैन सुख सिद्धि गर्नु र दुःखलाई निवारण गर्नु पनि सम्यक धर्म मात्रमा निर्भर पर्दछ ओला या अब यो चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो है अब यहाँ मैले अलिकति के भन्छ त्यो के छ जोक दोस्तो पनि गर्यो भने है हामी के भन्छ भने हामीले चाहिँ बौद्ध धर्म गर्नुपर्छ भन्छ किन भन्दै हामी बाजेहरूले गर्छ नि भन्छ है बा आमाहरूले गर्छ रहेछ भन्छ हैन अब यो चाहिँ त्यो सम्यक प्रमाण होइन नि होइन त्यसो कारणले यस्तो भन्नु हुँदैन है हामीले चाहिँ प्रमाणद्वारा भन्ने हो भनेदेखि अहिले मैले जो भनेको छ त्यसरी गरेर चाहिँ भन्नुपर्छ अब यहाँ हेर्नुहोस् है अब नेपाली शब्दमा त्यो यहाँ राखेको छ तपाईहरु हेर्दै गर्नु म त्यसमा व्याख्या गर्छु ताङबुनी है दाक्ष चाहिँ भनेछ मैले भनेको मैले है नाङ्छु नेपर छेकुते भने चाहिँ बौद्ध धर्म निश्चित रूपले गर्नुपर्छ भन्छ है बौद्ध धर्म चाहिँ मैले बौद्ध धर्म अवश्य गर्नुपर्छ भनेको छ है अब मैले बौद्ध धर्म अवश्य गर्नुपर्छ भन्ने चाहिँ खर्सादी आफैले बौद्ध धर्मलाई राख भएर भनेको होइन है अब त्यसको कारण के हो भनेदेखि कारणमा चाहिँ रङ्गी देवा त दुङ्गल मिदेवा खांसी भन्ने चाहिँ म स्वयं सुख चाहन्छु रे एकमा दोस्रोमा चाहिँ दुःख चाहिँदैन रे म स्वयं सुख चाहन्छु दुःख चाहिँदैन भनेको छ है अब यहाँ हेर्नुहोस् त म स्वयं सुख चाहन्छु दुःख चाहिँदैन भन्ने एउटा कारण हो नि तर त्यो कारणले बौद्ध धर्म गर्नुपर्ने के छ भनेदेखि त्यसको मुनि सुख सिद्धि गर्नु र दुःखलाई निवारण गर्नु पनि सम्यक धर्म मात्रमा
निर्भर पर्दछ अरे। हो अब यो हो होइन। अब यहाँ चाहिँ अलिकति तपाईँहरूले के भन्छ ध्यान दिनुहोस् है। अब यो त सबैले भन्छ नि अहिले यहाँ चाहिँ के भन्छ भनेदेखि बौद्ध धर्म गर्नु पर्ने कारणमा यो दुई कारण चाहिँ राखेको छ नि। अब पहिलो कारण चाहिँ म सुख चाहन्छु, म स्वयं सुख चाहन्छु, दुःख चाहिँदैन भन्ने त्यो त सबै धर्मले भन्छ नि। तिमी हिन्दू धर्म गर है, सुख चाहिन्छ दुःख चाहन्छ है। फेरि यीशुहरूले तिमी यीशुको धर्म गर है, सुख चाहिन्छ दुःख। अब धर्मै नमान्नेहरूले तिमी धर्म नमान है, तिमी पैसा बनाऊ किनभने तिमी सुख चाहिन्छ दुःख नचाहिँ है। तिमीले पद अधिकार चाहिन्छ किनभने तिमी सुख चाहिन्छ दुःख चाहिन्छ। तिमीलाई आधुनिक शिक्षा चाहिन्छ, सुख चाहिन्छ दुःख नचाहिँ हो। त्यो सबैले भन्छ नि होइन। त्यसो कारणले यो पहिलोको कारण चाहिँ एक हजार पाठ देशिङ छाचिक सुर्चिक एक भाग हो। त्यो मात्रले बौद्ध धर्म गर्नुपर्छ भनेको कारण के सम्यक कारण चाहिँ हुँदैन। अब त्यो सँगै के भनेको छ भनेदेखि सुख स्थिति गर्नु र दुःखलाई निवारण गर्नु पनि सम्यक धर्म मात्रमा निर्भर पर्दछ भनेको छ नि। हो यहाँ मात्रमा भनेको यो चाहिँ शब्द चाहिँ धेरै महत्त्वपूर्ण हो है। अब धेरै मान्छेहरूले अब धर्मले नमान्नेहरूले के भन्छ, म सुख चाहन्छु दुःख चाहिँदैन त्यो कारणले पो मैले पैसा बनाउँदैछु भन्छ नि। धर्म चाहिँदैन भन्छ नि है। धर्मै चाहिँदैन, बुद्ध धर्म त झन् चाहिँदैन भन्छ नि। अब कोहीहरूले म सुख चाहन्छु दुःख चाहिँदैन त्यो कारणले मलाई नाम चाहेको छ, नाम भएदेखि त्यो हुन्छ भन्छ नि। कोही मान्छेले म सुख चाहिने दुःख चाहिने त्यो कारणले मलाई चाहिँ अनि के चाहियो, पद अधिकार चाहियो, पद अधिकार भएदेखि सबै हुने रहेछ भन्छ नि होइन। त्यसो कारणले धेरै मान्छे त्यस्तो कारण सोचेर चाहिँ गएको हुन्छ होइन। अब त्योहरू धर्म मान्नेहरू सबैले यो कारण चाहिँ भुल भएको छ, यो होइन भनेको छ। अब यो होइन भनेदेखि के गर्नुपर्छ भनेदेखि फेरि धर्म गर्ने मान्छेहरूले हिन्दूहरूले चाहिँ हिन्दू धर्म गर्नुपर्छ, तिमी सुख चाहिने सुख चाहिने र दुःख नचाहिने भनेदेखि हिन्दू धर्म गर भन्छ। फेरि यो यीशुहरूले त्यो यीशुको धर्म गर भन्छ। फेरि खाँचे के अरे अल्लाह मुस्लिमहरूले मुस्लिम धर्म गर भन्छ। त्यस्तो आफ्नो धर्म हुन्छ। अब बौद्ध धर्ममा चाहिँ के भन्छ, बौद्ध धर्म गर भन्छ है। अब यो धर्म मान्ने सबैले यो भन्ने एकतै भयो नि। अब त्यसमा बौद्ध धर्म मान्नेहरूले बौद्ध धर्ममा के तर्क दिएको छ है, के अनि त्यो के भन्छ तर्क युक्तिद्वारा भन्दैछ भनेदेखि यहाँ सुख स्थिति गर्नु र दुःखलाई निवारण गर्नु पनि सम्यक धर्म मात्रमा निर्भर पर्दछ भनेको छ। ओ अब यहाँ पुग्दाखेरि सुख स्थिति गर्नु र दुःखलाई निवारण गर्नुको लागि यो पैसाले नहुने हो, पद अधिकारले नहुने हो, नाम बनाएर नहुने हो, अन्य धर्महरूले पनि हुँदैन भनेर चारवटै त्यहाँ हुँदैन भनेर राखेको छ। अब त्यो हुँदैन के बौद्ध धर्म मात्र गर्नुपर्छ भनेको छ। अब यसमा फेरि तर्क चाहियो नि होइन। यो एउटा कारण हो तर यो कारणलाई प्रमाण चाहियो नि, सम्यक प्रमाण चाहियो नि, सम्यक तर्क के भन्छ कारण चाहियो नि। फेरि त्यसको लागि मुनि के भनेको छ भनेदेखि यहाँ छिर्ते भनेको छ। छिर्ते राङल दुङ्गल मेबे देवा खोसिङ थे थोबाला दुङ्गल पाङ्को थे पाङबाला दुङ्गल कि ग्यु पाङ्को भनेको छ। अब यो कारण चाहिँ धेरै ध्यान दिनुहोस्। यसमा यो महत्त्वपूर्ण भएको कारणले नेपालीमा पढ्नुहोस् त। त्यो कसरी हो त भन्दा आफूलाई दुःख रहित सुख चाहेको छ र
त्यो प्राप्त हुनुमा दुःखको त्याग गर्नुपर्छ। त्यो त्याग्नलाई त्यो दुःख कलेज त्यो त्यो त्याग्नलाई त्यो त्याग्नलाई दुःखको हेतु या कारण त्याग्नुपर्छ। त्यसो हो भने दुःखको कारण के हो त भन्दा यहाँ है अब यहाँ भनेको छ। अब यहाँ के भनेको छ भनेदेखि हो यहाँ चाहिँ यसरी भन्नुभएको छ। अघि भन्यो नि हामीलाई सुख चाहियो दुःख चाहिँदैन भन्यो नि। त्यो सुख चाहिँ कस्तो सुख चाहेको छ? हामीले चाहेको सुख चाहिँ दुःख भएको सुख चाहिन्छ। यसो भनौँ न, उदाहरणमा पेट धेरै के अरे खाना नपाएर अनि के कस भोकको बेलामा अनि के चाहेको छ? खाना चाहेको छ नि। मैले हामीले भन्छ नि मलाई खाना चाहेको छ। त्यो खाना चाहेको छ भने खाना चाहिँ विष भएको खाना चाहिन्छ कि विष नभएको खाना चाहिन्छ भनेदेखि विष नभएको खाना हामीले चाहेको हुन्छ नि। त्यसो कारणले हामीलाई सुख चाहिन्छ भने सुख चाहिँ कस्तो सुख हामीले चाहेको छ भनेदेखि दुःख रहित सुख चाहिँ हामीलाई चाहेको छ। दुःख रहित सुख त्यो चाहिँ हामीले चाहेको छ। दुःखसँग मिसाएको सुख चाहिँ चाहिँदैन होइन। दुःख रहित दुःख नभएको सुख चाहिँ हामीलाई चाहेको छ। अब दुःख रहित सुख चाहिँ प्राप्त गर्नुको लागि के गर्नु पर्यो? दुःखलाई अनि हटाउनु पर्यो, त्याग्नु पर्यो। दुःखलाई त्याग गर्नुपर्छ है। अब दुःखलाई अनि त्याग्नुको लागि हामीले के गर्नुपर्छ? दुःखको हेतु या कारण त्यो चाहिँ त्याग्नुपर्छ है। दुःखको हेतु र त्यो कारण चाहिँ त्याग्नुको लागि अब दुःखको हेतु के हो? अब त्यसलाई चाहिँ फेरि हामीले विचार गर्नुपर्छ। त्यो विचार गर्दाखेरि दुःखको हेतुमा मूल अनि हेतु मुख्य हेतु के हामीले थाहा हुन्छ, जानकार हुन्छ भनेदेखि यहाँ अब सम्बुद्ध लेबेमा पढ्छु। 동알기 균이 조당징당 랑징징기 임베 팅이빵발라 다메토베 시럽당 다베 신제버즈임베 정주그 셈 그바 강시 팅이 상기기 최 코나 임베 체르 बनेको छ। अब यो चाहिँ धेरै महत्त्वपूर्ण भएको कारणले नेपालीमा किसिङिजुले पढ्नुस्। दुःखको कारण चाहिँ मुख्य आत्मग्रह र स्वस्नेह दुई हुन्। ती दुईका त्याग गर्नलाई अनात्मबोध हुने प्राज्ञ र आफूभन्दा अरूलाई बढी स्नेह र प्यारो ठान्ने बोधिचित्तको आवश्यक पर्छ। ती दुई बुद्धको धर्म मात्र हो। अब यहाँ पोइन्ट चाहिँ यहाँ छ। अब हामी सुख चाहिने दुःख नचाहिने। सुख पनि कस्तो चाहिन्छ भनेदेखि दुःख रहित सुख चाहिँ चाहेको छ। दुःख रहित सुख चाहिनको लागि हामीले के हुनु पर्यो? दुःख त्याग्नु पर्यो। दुःख त्याग्नुको लागि दुःखको हेतु त्याग्नु पर्यो। दुःखको हेतु र प्रत्ययमा हामीले हेर्दाखेरि दुःख भने चाहिँ मुख्य कहाँबाट आउँछ रहेछ? त्यो दुःखको हेतु मुख्य चाहिँ के रहेछ हेर्दाखेरि हाम्रो मनको भित्र नराम्रो सोच नराम्रो मनहरू छ नि त्योहरू हो। त्यो भित्र पनि हेर्दाखेरि अनि के अरे राग देश मोह त्योहरू हो, क्लेशहरू। त्यो पनि कहाँबाट आउँछ रहेछ हेर्दाखेरि चाहिँ आत्मग्रह। त्यसो कारणले दुःखको मुख्य हेतु चाहिँ के हो? आत्मग्रह। आत्मग्रहलाई त्याग्नु सक्यो भनेदेखि सुख प्राप्त हुने हो। आत्मग्रहलाई त्याग्नु नसक्यो भनेदेखि सुख प्राप्त के अरे दुःख रहित सुख प्राप्त गर्न सक्दैन यहाँ है। एउटा कुरा फेरि अझै हामीले के अरे गम्भीर रूपले अनि विचार गर्यो भनेदेखि फेरि दुःख एउटा चाहिँ कहाँबाट आउने रहेछ भनेदेखि हाम्रो मनको भित्र भएको सोचनीय भन्ने त्यो हो। सोचनीय। अब त्यो सोचनीय चाहिँ त्याग्नु सक्यो भनेदेखि दुःख हटाउन सक्छ। सोचनीय भयो भनेदेखि फेरि त्यहाँदेखि दुःख धेरै आउने हो। अब सोचनीयलाई त्याग्नुको लागि हामीले के ज्ञान चाहिएको छ? होइन सरी, सोचनीय चाहिँ हामीले त्याग्नु पर्यो। त
त्यसो कारणले हामीलाई यदि दुःख रहित सुख चाहियो पनि हामीले के गर्नुपर्छ भनेदेखि दुःखको मुख्य हेतु आत्मगर र सोच्ने दुईलाई हामीले देख्नु पर्यो। आत्मगर देख्नुको लागि के चाहिन्छ भनेदेखि अनात्मा बोध हुने प्रज्ञा चाहिन्छ। अनात्मा बोध हुने प्रज्ञा त्यो चाहिन्छ। त्यसलाई शून्यता ज्ञान पनि भन्छ, त्यो चाहिन्छ है। दोस्रो सोच्नेलाई देख्नुको लागि अनि हामीले के चाहिन्छ भनेदेखि बुद्धिचित चाहिन्छ, बुद्धिचित है। त्यसो कारणले हामीलाई के प्राप्त हुनु पर्यो भनेदेखि शून्यता ज्ञान र बुद्धिचित दुई चाहिँ हामीले प्राप्त हुनु पर्यो। त्यो प्राप्त भयो भने अनि हामीले दुःखको मुख्य हेतुलाई देख्न सक्छ। अब दुःखको मुख्य हेतु देख्नुको लागि यो दुई ज्ञान चाहिँ चाहिएको छ रहेछ है। यो दुई चाहिँ के हो? धर्म पनि हो। तर यो धर्म चाहिँ के किताबमा लेखेको धर्म हो? यो धर्म चाहिँ कहाँ छ? कसले यो धर्म चाहिँ अनि परिचय गरेको छ, यो ज्ञान दिएको छ भनेदेखि सिर्फ बौद्ध धर्ममा छ। बौद्ध धर्ममा यो शून्यता ज्ञान र बुद्धिचितको धर्म दुई चाहिँ सिर्फ बौद्ध धर्ममा छ, अन्य धर्ममा छैन। त्यो कारणले अब त्यहाँ अघि पहिले के भन्यो, हामीले बौद्ध धर्म गर्नुपर्छ भन्यो नि, धर्म गर्नुपर्छ मात्र भनेन नि, हामीले बौद्ध धर्म आवश्यक गर्नुपर्छ भनेको छ। हामीले बौद्ध धर्म आवश्यक गर्नुपर्ने के अरे कारण अनि सत्य कारण चाहिँ के हो भनेदेखि हामीलाई शून्यता ज्ञान र हामीलाई अनि बुद्धिचितको ज्ञान चाहिँ चाहिएको छ। त्यो चाहिँ सिर्फ बौद्ध धर्ममा रहेछ। त्यो नभएदेखि दुःख हटाउनु नसक्ने रहेछ भनेर चाहिँ त्यो हो। अब यो चाहिँ मनमा राख्नुहोस् त। अनि अब हामीले बौद्ध धर्म गर्नुपर्छ भन्ने कारण यो रहेछ भन्ने थाहा हुन्छ। यहाँ के भनेको छैन नि बुद्ध धर्म गर्नुपर्छ किनभनेदेखि बुद्ध शाक्यमुनि धेरै ठुलो हो, धेरै महान हो भनेको छैन नि। हामी पहिलादेखि नै हामी बौद्ध हो भनेको छैन नि यहाँ, होइन? यो तर्क, यो के भन्छ कारण हो। यो अहिले मैले यो भन्छु, यो युक्ति मार्ग चाहिँ तपाईँहरूको मनमा राख्नुहोस्, धेरै फाइदा छ। म पनि त्यही हो। म अहिले बुद्ध धर्ममा धेरै खुसीले बुद्ध धर्म मान्ने कारण चाहिँ के हो? मलाई चाहिँ यो तर्क चाहिँ मलाई छ नि। यो तर्क चाहिँ मैले बुझेर अनि मैले आफ्नो बुद्ध धर्ममा चाहिँ त्यो खुसीले त्यो मानेर धर्म चाहिँ गर्दैछु। त्यो त्यसो कारणले हामीलाई यो तर्क चाहिँ चाहिन्छ, कारण चाहिन्छ भन्ने चाहिँ यो चाहिँ एउटा महत्त्वपूर्ण कुरा एउटा यहाँ। अब यसमा फेरि हामी गम्भीरमा गयो भने धेरै कुराहरू छ। तर अहिले हामी भर्खरमा तपाईँहरू भर्खर धर्म पढेको कारणले यति राखौँ। नत्र यसको भित्र गयो भनेदेखि अनि नागार्जुनको तर्कहरू छ, पाल्देन छोटाको तर्कहरू छ। अब त्यसमा चाहिँ धेरै छ, गम्भीर छ। त्यो चाहिँ पछि हामी पढ्नु पाउँछ। अहिले चाहिँ यतिमा राखौँ। अब यहाँ त्यसपछि के भनेको छ भनेदेखि सम्बोधा लेबेमा गिन्जेन दिल तेने छिगेदो साङ्गेकी छिटम याङ तपर तेम्बे दोले भनेको छ। त्यो दो चाहिँ मैले तुरुन्त पढ्छु, के भन्छ सम्बोधा लेबेमा पढ्छु अनि यो नेपालीमा चाहिँ पछि किसिङज्यूले पढ्छ। अब मैले सम्बोधा लेबेमा भन्छु है त। छिटो याङ तपर तेम्बे दोले गेलोदा सेपानेन्टी सोने 체 두지는 도로 템베 때마야 냐버 주버기는 지치를 준저도 도와주면 두버미체 미일리는 신도 냐버가는 대토는 게왜 때마라 럽도 좋아해 녀네 타르베 된다 믿음 걸 교르다래
결혼다 소다지 치와네 라이 추린 양지 치와네 대드라 마이노 대치지를 셔나 소다지 치와네 개와 딩이 세세버리 교리기 추림 냠시 시바네 개와 봄차 개이버도 레다 대신 대와 방대 넘버 또한 좀 냠소용으로 교로서 부터 시작해문이래 이수를 받는 바고서 아버지 네팔이만 चाहिँ उहाँले तपाईहरु राम्रो गरेर सुन्नुहोस् त्यसकारण यथा बुद्धले सम्यकशील निर्देशन सूत्रमा बताउनु भएको छ भगवान बुद्धले आज्ञा गर्नुभयो हे भिक्षुगण विज्ञान मूर्छित हुनेछ प्राण जानेछ जीवनको संस्कार त्यागिन्छ शास्त्रको शासन पनि निश्चय नै विनाश हुने हो भने किन प्रयत्न र अनुशासित ढङ्गले धर्मको पालन गर्दैनौ मनुष्यकाय प्राप्त हुनु अत्यन्त गाह्रो छ त्यो प्राप्त भएर बुद्धको शासनमा प्रव्रज हुने अवसर पनि पाएर मोक्षको विपरीत कर्म गर्नेहरूले अरूलाई धोका दिएर त्यसको फल परिणामस्वरूप दुःख भोग्नु नै पर्ने हुन्छ हे भिक्षुहरू बरु प्राण छुटेर मर्न त हे भिक्षुहरू बरु प्राण छुटेर मर्न त सजिलो छ तर शील भ्रष्ट भई नष्ट हुनु त्यस्तो होइन त्यो किनभने प्राण छुटेर मर्नु त यो जुनीको हे भिक्षुहरू बरु प्राण छुटेर मर्न त सजिलो छ तर शील भ्रष्ट भई नष्ट हुनु त्यस्तो होइन त्यो किनभने प्राण छुटेर मर्नु त यो जुनीको जन्म मात्र नष्ट भएको हो शील भ्रष्ट भई नष्ट हुनु चाहिँ 1 करोड जन्मसम्म गोत्रबाट वियोग भई सुखबाट विमुख भएर महादुःख कष्ट पीडाहरू भोग्नेछन् त्यो पत्रे ल यहाँसम्म चाहिँ नेपालीमा चाहिँ पढिसक्यो अब मैले यसको विषयमा अनि व्याख्या गर्छु है अब यहाँ छ नि बुद्धले हुनु चाहिँ यो भिक्षुहरूले भनेको हो त्यो समयमा तर हामीले चाहिँ के सोच्नुपर्छ भने त्यो भित्र जो भनेको कुरा चाहिँ हामी सबैले गर्नुपर्ने हो त्यसो कारणले बुद्धले हामी सबैलाई यसरी भन्नुभएको छ भनेर चाहिँ विचार गर्नुपर्छ अब कसरी भनेको छ भनेदेखि चम्देनदेखि काचेपा गलौथा सेपानेन्डे भनेछ सेपानेन्डे भने चाहिँ हाम्रो चित्त हाम्रो मन चाहिँ बिस्तारै बिस्तारै नराम्रो हुँदै हुँदै जाँदैछ भनेको हो है त्यो पनि सत्य रहेछ नि पहिलाको बुद्ध शाक्यमुनिको बेलामा मान्छेहरूको सोच मान्छेहरूको दिमाग मान्छेहरूको विचार कस्तो छ धेरै राम्रो छ नि अब पछि बिस्तारै बिस्तारै मान्छेहरूको मनको भित्र अनि राग देश मोहहरू धेरै ठुलो भएर चाहिँ अनि मान्छेको मन चाहिँ नराम्रो हुँदै गएको छ नि हो त्यो एउटा सो हुने छ भने चाहिँ त्यो जीवन पनि एक दिन छुट्याएर राख्नुपर्ने चाहिँ 2012 आदि आफ्नो त्यो के अरे त्यसो प्राण पनि एक दिन त्याग्नुपर्ने त्यस्तो छ भनेको छ है त्याग्नुपर्ने छ अनि अब सबभन्दा महत्त्वपूर्ण एउटा कुरा चाहिँ बुद्धको शासन चाहिँ धेरै हामीले चाहेको अनि त्यो अघि भनेको जस्तो तर्क अघि कारण भनेको जस्तो त्यो हो तर त्यो बुद्धको शासन बुद्धको धर्म पनि 5000 को पछि अनि बुद्धको शासन पनि बुद्धको धर्म पनि के अरे निश्चित रूपमा विनाश हुने हो भनेको छ है हो त्यसो कारणले हुने हो त्यसो कारणले किन हामीले प्रयत्न र अनुशासित ढङ्गले धर्मको पालन किन नगरेको भनेको
यो राम्रो छ नि। अब त्यसपछि बुद्धले फेरि के भनेको छ भनेदेखि मनुष्य काया प्राप्त हुनु अत्यन्त गाह्रो छ भनेको छ। त्यो हो नि, यो मनुष्य काया भन्ने यो मनुष्य चोला त्यस्तो प्राप्त हुनुको लागि धेरै गाह्रो छ नि। धेरै हेतु प्रत्ययहरू चाहिँ आफैले प्राप्त हुनुपर्छ है। अब त्यसमाथि बुद्धको अनि अहिले हामीलाई बुद्धको शासनमा प्रवेश हुने अवसर पनि पाएको छ है। अब बुद्धको धर्मलाई श्रवण गर्ने, चिन्तन गर्ने, ध्यान अभ्यास गर्ने यस्तो मौका, यस्तो अनि अवसर हामीले पाएको छ। त्यो पाएर पनि हामीले बुद्ध धर्मलाई त्यति ध्यान नदिने गर्छ। त्यो किन गरेको हो है। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि अनि यस्तो मौका र अवसर पाउनु बेलामा हामीले धर्मलाई लाग्नु पर्यो। के अरे यो कर्मफललाई अनि विश्वास गरेर पालनहरू राम्रो गर्नु पर्यो। यदि हामीले त्यस्तो नगरेर यो कर्म र फलको शीललाई अनि ध्यान नदिएर महत्त्वपूर्ण नमानेर अनि त्यसलाई भ्रष्ट पार्यो भने के हुन्छ भनेदेखि केवा बुम्टा ग्याएपदु रिराज देव नमतो भयो। यो 1 करोड जन्ममा अनि जन्मसम्म हामी के हुन्छ भनेदेखि अनि सुख के भन्छ सुख नपाएर है देवा पाङ्ते सुख तेकेर अनि नम्बर 2 छम्बो न्याम्सु न्योरो भने चाहिँ के भनेको हो भनेदेखि महादुःखमा अनि हामी प्रवेश हुन्छ अरे, महादुःख भोग्नु पर्ने हुन्छ भनेको छ। त्यसो कारणले मैले यहाँ के भन्नु चाहेको छ भनेदेखि पहिला विषयमा हामीले बौद्ध धर्म चाहिँ निश्चित रूपले गर्नुपर्छ। बौद्ध धर्म नगरेर हामीले अनि त्यो पाप सोचहरू पनि पापको सोच, अकुशलको सोच, फेरि कार्यहरू सबै अकुशलमा जाने अनि त्यो के अरे त्रिशिक्षालाई ध्यान नदिने त्यस्तो भएदेखि हामी यो के भन्छ जन्म जन्ममा हामी संसारमा अनि त्यो के भन्छ संसारमा प्रवेश भएर जन्म लिएर अनि कसरी यहाँसौँ दुर्गतिमा अनि जन्म लिएर चाहिँ महादुःख अनि हामीले भोग्नुपर्ने हुन्छ। यदि हामी त्यो चाहिँदैन भनेदेखि त्यस्तो दुःख हामीले चाहेको छैन, हामीलाई के अरे दुःख रहित सुख, परम सुख, सत्य सुख चाहेको छ भनेदेखि त्यो परम सुख कसरी हामीले प्राप्त गर्ने, त्यसको उपाय अनि त्यसको हेतु र प्रत्यय के हो भनेदेखि बौद्धको धर्म हो। त्यसो कारणले बौद्ध धर्ममा चाहिँ लाग्नुपर्छ, बौद्ध धर्म गर्नुपर्छ भन्ने कारण त्यो हो। यहाँसम्म चाहिँ हामीले के अरे पहिलोको विषय चाहिँ सक्यो, बुझ्नुभयो है यहाँसम्म। अब दोस्रोमा जाउँ। अब दोस्रोमा चाहिँ दोस्रो चाहिँ यो हो, अब यदि हामीले बौद्ध धर्म गर्नुपर्ने कारण यसो हो भनेदेखि अब गर्नु सक्छ कि सक्दैन फेरि हामीले शङ्का हुनसक्छ। अब त्यसको लागि दोस्रो विषयमा चाहिँ हामीले बौद्ध धर्म गर्यो भनेदेखि गर्नु सक्छन् किन भन्ने कारण यो छ भनेर चाहिँ अनि त्यसको विषयमा भन्दैछ। दोस्रो बौद्ध धर्म गर्नु सक्ने कारण,
अब त्यसमा अब अहिले यो के भन्छ बुद्ध शाक्य मुनिले अनि गेतोङबा भन्ने एउटा उहाँको लेख छ अष्टसहस्रिक प्रज्ञा पारमिता सूत्रमा भनेको छ है। त्यसमा चाहिँ सेम ल सेम माचिते सेमगी रङसिनी वेसल भनेको छ। चित्तमा चित्त विद्यमान छैन किनकि चित्तको स्वभाव त परमेश्वर हो भनेको यो एउटा। त्यसपछि अनि मैत्रेयले के अरे बोधिसत्व मैत्रेयले के भन्नुभएको छ भनेदेखि उहाँको अनि किताब उहाँको त्यो त्यसमा शास्त्र तेन्जु ग्युलामाले शास्त्र उत्तर तन्त्रमा उहाँले कसरी भनेको छ भनेदेखि ठेमल्लोबर वाङ्य त योन्दे राङ्सी निदेन्छेर भनेको छ। त्यसको मतलब नेपालीमा दोष आगन्तुक हो गुण स्वभावले युक्त छ भनेर चाहिँ यसरी भन्नुभएको छ। अब त्यसपछि फेरि उहाँले के भनेको छ जोसङको नि ठोचित थिसिङ मेचित रियु छेन दुजिङ तातो सङ्गिङ बच्चे भनेको छ। त्यसमा नेपालीमा चाहिँ के भनेको छ भनेदेखि यो नेपालीमा चाहिँ घिसिङ निजुले पढ्नुहोस् त। सम्बुद्ध कायको वाचिक कर्म समस्त प्राणीमा फैलिएको छ। एकछिन यहाँ चाहिँ तपाईँहरूले चिन्ह लगाउनुहोस् नम्बर 1 लेख्नु 3 कारण यहाँ भनेको एउटा चाहिँ यो साधारण सत्व प्राणीका चित्त र बुद्धको चित्तको तथातामा भेद छैनन्। यो 2 दोस्रो लेख्नुहोस् चिन्ह सर्व प्राणीमा गोत्र विद्यमान भएको कारण त्यो चाहिँ तेस्रो कारण सदा बुद्ध गर्वले युक्त छन् भन्नुभएको छ यहाँसम्म। अब त्यो यसको विषयमा तल मुन्नी म भन्न चाहन्छु। अब त्यसपछि चाहिँ के भनेको छ भनेदेखि यहाँ अब त्यसको मतलब चाहिँ संक्षिप्तमा चाहिँ यहाँ भनेको छ लुङ दिदा गिने सिम कुन्चो बे रङसिना द्वन्द बे रङसिङ सुने सिमगी ठेमा सिमगी द्वन्द बे रङसिला मेपा सिमजे थम्जेगी सिमगी रङसिन नम्बर थापा यिम्बे सिमजे थम्जेला सङ्गी कि रिग येबे सिमजे थम्जे सङ गिरुङ यिम्बर सुङ भनेको छ। अब त्यो चाहिँ नेपालीमा चाहिँ घिसिङ निजुले पढ्नुहोस् त। यी आगमहरूले चित्तको संवृत्तिक स्वभाव र परमार्थिक स्वभाव 2 बताएको छ। चित्तको दोष चित्तको परमार्थिक स्वभावमा नभएको र सबै प्राणीका चित्तको स्वभाव विशुद्ध भएको कारण सर्व प्राणीमा बुद्धको गोत्र विद्यमान छ। त्यसैले समस्त प्राणीहरूमा बुद्ध हुने सम्भव भएको भनिएको छ। यहाँ अब यो यहाँसम्म चाहिँ अघिको आगमहरूको व्याख्या अनि संक्षिप्तमा हो। अब यसले के भन्छ भनेदेखि मानिसहरूले यदि मानिसहरूले धर्म गर्यो भनेदेखि धर्म गर्नु सक्छ किनभनेदेखि मानिसहरूको चित्तमा अनि तथागत गर्व छ। तथागत गर्व भने चाहिँ बुद्ध हुने के अरे स्वभाव बुद्ध हुने स्वभाव चाहिँ छ भनेको छ। एक त्यसमाथि यदि मानिसहरूले मोक्ष प्राप्त गर्ने हो भनेदेखि त्यो पनि गर्नु सक्छ। कारण चाहिँ हामीलाई बुद्ध के अरे बुद्धको स्वभाव छ र अनि हामीलाई तथाता छ भनेको छ। तेस्रो यदि मानिसहरूले बुद्धता प्राप्त गर्ने हो भनेदेखि त्यो पनि गर्नु सक्छ किनभनेदेखि हामी सबैको चित्तमा अनि बुद्ध हुने बुद्धको स्वभाव छ भनेको छ। तथाता भने चाहिँ बुद्धको स्वभाव भनेको हो है। बुद्धको स्वभाव छ भनेको छ।
यो चाहिँ एउटा कारण हो। अब त्यसमाथि अझै 5 प्रकारको कारणद्वारा हामीले धर्म गर्नु सक्छ, हामीले अनि बुद्धता प्राप्त गर्नु सक्छ भन्नेको विषयमा अनि तिब्बतमा भएको कुन्केन जाया शेर्पा भन्ने महान व्यक्ति एउटा भएको छ। उहाँले लेखेको ठुप्ता चावा भन्ने एउटा छ। त्यसमा चाहिँ उहाँले यसरी भनेको छ, कुन्केन जाया शेर्पाले लेखेको विरचित सिद्धान्त मूल पथमा है के लेखेको छ भनेदेखि यहाँ छिमे मेता थबियो थेसे यो त्यन्दा थ्यङे सिसिर ठिकच्या तेन भनेको छ। अनि त्यसमा चाहिँ नेपालीमा चाहिँ घिसिङिज्यूले पढ्नुहोस् त। त्यो मात्र नभई कुन्केन जाया शेर्पा विरचित सिद्धान्त मूल पथमा उत्तर युक्ति अनुयायी विज्ञानवादीले अनित्य उपाय र त्यो जान्ने विज्ञ पनि छन्, त्यसलाई दर्शाउन सक्ने तथा त्यसप्रति चासो लिने व्यक्तिहरू पनि भएको हुँदा एक यान मार्ग पनि देशना गरियो। अब यहाँ तपाईँहरूले पहिला चिन्ने लगाउनुहोस् है, यो चाहिँ धेरै महत्त्वपूर्ण छ। अनि पछि म व्याख्या गर्छु। यहाँ त्यो के भन्छ, छिमे मिताक अनित्य भन्ने एउटा कारण हो। यहाँ छ नि अनित्य भन्ने चाहिँ एउटा। अब यहाँ चाहिँ नम्बर 1 लेख्नु, उपाय पनि छ भनेको छ, त्यो चाहिँ दोस्रो कारण। 2 लेख्नु गर्छ। तेस्रोमा चाहिँ थेसे यो भने चाहिँ त्यो उपाय अनि उपाय पनि जान्ने व्यक्तिहरू छ रे, विज्ञहरू छ भनेको छ। तिरवा तिरवे तान्दरी तेस्रो। अनि त्यसको पछि त्योनथाङ भनेको छ। त्योनथाङ भने चाहिँ त्यो उपाय अनि त्यसो त्यो उपाय दर्शाउने सक्ने पनि छ भनेको छ त्योनथाङ। थ्यङेर सी भने चाहिँ त्यो उपायलाई अनि के अरे चासो लिने पनि छ भनेको छ। हो यसरी गरेर 5 प्रकारको यहाँ छ नि, यहाँ ठी किन्जेङा यो गोने सिम्जेनम थर्पादा साङ्गे थोप्ने भएर सुङ भनेको छ। नेपालीमा पढ्नुहोस् त। 5 कारणद्वारा प्राणीहरू मुक्ति तथा बुद्धता प्राप्त गर्न सक्छन् भनेको हो। अब तपाईँहरू मनमा राख्नुहोस् है, 5 प्रकारको 5 कारणले हामीले बुद्ध धर्म गर्नु सक्छ, बुद्धता प्राप्त गर्नु सक्छ। ल यो चाहिँ नभुल्नु। अब त्यो एक एक गरेर चाहिँ भन्छु। किन्जेङ ताम्बो मितक्पा सेवा भनेको छ। त्यसमा नेपालीमा चाहिँ अब यो चाहिँ मैले भन्छु है। पहिलो कारण चाहिँ के हो भनेदेखि, पहिलो कारण चाहिँ पहिलो कारण अनित्य भन्नाले भनेको छ। हो यसको विषयमा भन्छु। अब यहाँ हेर्नुहोस्, हामीले बौद्ध धर्म गर्नु सक्छ, बुद्धता प्राप्त गर्नु सक्छ। के कारण के हो भनेदेखि, पहिलो कारण हाम्रो मन, हाम्रो चित्त, हाम्रो मन चाहिँ नित्य होइन, अनित्य हो। नित्य हो भनेदेखि त्यसलाई परिवर्तन गर्नु सक्दैन। अनित्य भएको कारणले हाम्रो मन, हाम्रो चित्त चाहिँ परिवर्तन गर्नु सक्छ चित्तलाई। अब त्यो परिवर्तन गर्नु सक्छ। त्यो कारणले यदि हामीलाई राम्रो गुरु र सम्यक अनि धर्म हामीले प्राप्त भएदेखि त्यो दुईद्वारा हाम्रो मन चाहिँ बिस्तारै बिस्तारै राम्रो मन हुँदै जान्छ। त्यो राम्रो मन हुँदै हुँदै मनको माथि धेरै ज्ञानहरू प्राप्त हुँदै हुँदै जान्छ। त्यो कारणले पछिमा हामीले सर्वज्ञान भएको व्यक्ति हुनसक्छ। त्यसो कारणले भन्ने त्यो अहिले यो भनेको हो, हाम्रो मन चाहिँ अनित्य हो। त्यसो कारणले हाम्रो मन चाहिँ राम्रोमा अनि परिवर्तन गर्नुहुन्छ सक्छ भनेको छ एउटा। अब दोस्रो चाहिँ क्युन्जेङ नेपा थप्यो भनेको छ है। यहाँ दोस्रो कारणमा उपाय छ भनेको छ।
अब दोस्रो कारणमा उपाय छ भन्नेको मतलब के हो भन्नेदेखि दोस्रो कारण उपाय छ भन्नेले के भनेको छ भनेदेखि अघि भन्यो नि नम्बर 1 मा चित्त चाहिँ अनित्य हो भन्यो नि। त्यो कारणले चित्तलाई चाहिँ परिवर्तन गर्नु सक्छ। अब चित्तले यदि परिवर्तन गर्नु सक्छ भनेदेखि परिणत गर्ने उपाय छ कि भनेर फेरि शङ्का हुन्छ नि। हो, त्यसमा दोस्रो कारणमा चाहिँ त्यो उपाय पनि छ भनेको छ। मनलाई परिणत गर्नु सक्ने उपाय पनि छ भने चाहिँ दोस्रो। अब त्यसमा अब समय धेरै छैन, नत्र थकुल्हाजीले भनेको कुरा धेरैहरू छ। अब यहाँ चाहिँ के भन्नु छ भनेदेखि मनलाई परिणत गर्नु सक्ने उपायहरू धेरै नै छ भनेको छ। अब उपायहरू धेरै नै छ भनेदेखि उपायहरू कहाँ छ? हो, कङ्गुरको भित्र बुद्ध शाक्य मुनिले त्यो के भन्छ पाली परम्पराको भित्र पनि धेरै धर्मदेशना गरेको छ। 4 आर्य सत्यदेखि लिएर त्रिशिक्षादेखि लिएर मनलाई परिणत गर्ने उपाय। त्यही दोस्रो गरेर महायान धर्ममा अनि त्यो तन्त्रयान धर्ममा पनि अनि बुद्धिचित अनि के अरे शून्यता ज्ञान त्यो बुद्धिचित छौपारमिता त्यस्तो गरेर अनि त्यो तन्त्रमा पनि थप्तसेर पिलमला उपाय र प्रज्ञाको अनि मार्ग धेरै नै छ। त्यसो कारणले मनलाई परिणत गर्नु सक्ने उपाय पनि छ भनेको छ। यो चाहिँ तेस्रो है, तेस्रो भयो र वा दोस्रो भयो। अब त्यसपछि क्युन्जेन सुम्बा थेसे यो भन्ने यो नेपालीमा तेस्रो कारण त्यो जान्ने विज्ञ छन् भन्नाले अब त्यो जान्ने भने चाहिँ के त्यो उपाय है। अघिको भन्यो दोस्रोमा भएको कारण त्यो उपायहरू जानकार भएको बोध भएको व्यक्तिहरू पनि छन् भनेको छ। अब उपाय छ भनेर उपाय जान्ने मान्छे भएनदेखि कहाँदेखि हामी सुन्ने, त्यसलाई कसरी हामी अध्ययन गर्ने? त्यसो कारणले उपाय जानकार भएको व्यक्तिहरू पनि छ भनेको। अब त्यसमा त छ नि यहाँ हाम्रो अहिले यही समयमा पनि यो कल्याण मित्रहरू धेरै नै छ, महागुरुहरू सम्यक गुरुहरू धेरै नै छ। बुद्ध धर्ममा के अरे खर्साती खेबा विद्वान भएको धेरै नै छ। बुद्ध धर्मलाई ध्यान अभ्यास गरेर सिद्धि प्राप्त भएकोहरू पनि छन्। त्यसो कारणले तेस्रो कारण पनि छ। अब चौथो क्युन्जेन सिपा तेन्थाङ भनेको छ। तेन्थाङ भनेको छ है। तेन्थाङ भने चाहिँ के हो भनेदेखि यहाँ नेपालीमा चौथो कारण दर्शाउनु भन्नेले हो, दर्शाउनु गर्ने व्यक्ति पनि छ भनेको छ है। यहाँ हेर्नुहोस् त, अब अघि तेस्रो कारणमा के भनेको छ भनेदेखि त्यो उपायहरू जानकार भएको व्यक्ति छ भन्यो नि। फेरि हामीले शङ्का लाग्नु सक्छ नि, शङ्का हुनु सक्छ नि। जानकार भएको व्यक्ति छ तर त्यो व्यक्तिले धर्मको विषयमा त्यो उपायहरू हामीलाई दिन्छ कि, हामीलाई देखाउँछ कि, हामीलाई देशना गर्छ कि, हामीलाई त्यो पढाउँछ कि भनेर फेरि शङ्का हुनसक्छ नि। अब अहिले यहाँ के भनेको छ भनेदेखि हो त्यस्तो उपाय जानकार भएको व्यक्तिले पनि अनि हामीलाई त्यो उपायहरू सबै अनि देखाउँछ, सिकाउँछ, ज्ञानहरू दिन्छ भनेको छ। अब यसमा हामीले थाहा हुनुपर्ने के हो भनेदेखि बौद्धको धर्म त्यो उपायहरू जानकार भएको व्यक्ति कल्याण मित्र गुरुहरूमा अनि के छ भनेदेखि करुणा छ नि।
त्यो करुणाले के काम गर्छ? अरूलाई फाइदा गर्ने। फाइदा के गर्छ? अरूको दुःख हटाउने र सुख दिने। अरूलाई दुःख हटाउने र सुख दिनुको लागि के गर्नु पर्यो? त्यो कल्याण मित्र र गुरुहरूले आफूले भएको धर्मको शिक्षा ज्ञानहरू चाहिँ दिएर गर्छ नि। त्यसो कारणले त्यो उपाय भने गुरुहरूले हामीलाई दिनु सक्छन् भनेको। अब पाँचौं किन्जेङ अब थेङ्गेर सी भनेको छ। त्यसमा चाहिँ नेपालीमा चाहिँ के भनेको छ भनेदेखि पाँचौं कारणमा चासो के अरे सम्भव हुन्छ भनेको छ। त्यसको मतलब चाहिँ के हो भनेदेखि यहाँ सुन्नुहोस्। अब अघि पहिलो चाहिँ हाम्रो मन चित्तहरू चाहिँ अनित्य हो भने, दोस्रोमा चाहिँ त्यसलाई परिवर्तन गर्ने उपाय छ भन्यो, तेस्रोमा चाहिँ उपायहरू जानकार भएको व्यक्ति छ भन्यो, चौथोमा चाहिँ त्यो व्यक्तिले हामीले देशना उपायहरू देखाउँछ, दिन्छ, त्यो शिक्षा दिन्छ, ज्ञान दिन्छ भन्यो नि। फेरि शङ्का हुन सक्छन्, त्यस्तो ज्ञान दिएर भने हामीले अल्छी लगाएर म त यो पढ्नु चाहिँदैन भनेर चाहिँ त्यसलाई वास्तै नगर्ने, त्यसलाई ध्यान नदिने पनि हुनसक्छ नि है। त्यो कारणले अब यो धर्म गर्नु सक्दैन, त्यो बुद्धता प्राप्त गर्न सक्दैन, त्यस्तो मनमा हुनसक्छ। तर अब अहिले पाँचौं कारणमा चाहिँ के भनेको छ भनेदेखि, हुनु त हामी मान्छेहरू अलिकति धर्ममा पुग्दाखेरि, धर्ममा लाग्दाखेरि चाहिँ अल्छी हुने, अधर्ममा र यो संसारको लागि चाहिँ सुख दुःखहरू सबै भोग्नु सक्ने त्यस्तो त छ है। तर भने मनको भित्र सुख चाहिने दुःख नचाहिनेको एउटा, त्यसमाथि बुद्ध धर्मको अलिकति छाप पनि भएको, त्यसमाथि कहिले कहिले अनि के हुनसक्छ भनेदेखि आफ्नो भाग्यले गुरु राम्रो त्यस्तो मिलेर त्यो गुरुले पनि आफूलाई धेरै ध्यान दिएर, धेरै माया गरेर, धेरै अनि करुणा अनि मायाद्वारा चाहिँ अनि आफूलाई चाहिँ अनि के भन्छ माया गर्ने। त्यो मात्रै नभएर जहिले पनि अब तिमी धर्म गर है भन्ने, तिमीले मैले फाइदा गर्छु, धर्म म दिन्छु भनेर यसो गर्ने गुरुहरू हुन्छ नि। त्यो गुरुहरूसँग हामी त्यो के भन्छ सम्पर्क भयो भने त्यो गुरुले आफूलाई धर्म प्रवचन गर्दै गर्दै त्यो धर्म प्रवचनको भित्र खास गरेर तिमी धर्म गर्नुपर्छ है, कारण यो हो यो भन्ने कुरा त्यसमाथि छुवामितापद गर्छ। मृत्यु अनित्य भन्ने छ नि, त्यो दुई मृत्यु अनित्य भन्नेको धर्म शिक्षा चाहिँ अनि गुरुले दिनुहुन्छ। त्यो हामीले सुन्दाखेरि हामी पनि नमरेर यसरी बस्नु होइन रहेछ, एक दिन मर्नु पर्ने रहेछ। अब मरिसकेर चाहिँ के हुन्छ, कहाँ जान्छ, कहाँ पुग्छ, त्यो बेलामा के दुःख भोग्नु पर्छ भने विचार गर्दाखेरि अनि मनमा डर हुन्छ। यो गुरुले हामीलाई मृत्यु अनित्यको विषयमा भन्नुभयो। यो सत्य हो, हामी एक दिन मर्नु पर्ने हो। अब नमर्नेको अगाडि मैले धर्म त गर्नै पर्यो भनेर चाहिँ अनि धन्दा दिएको रहेछ। इच्छा चासो चाहिँ अनि चासो हुने सम्भव चाहिँ छ। त्यसो हो, त्यसो कारणले पाँचौं कारणमा यसरी भन्नुभएको छ। त्यसो कारणले अब अन्तिममा अब हामीले के थाहा हुनुपर्छ भनेदेखि यहाँ है दोधु खोङसे लुङरी थेदाला तेने
nganzu nangchu che gobada chenne ba yimba she thoba yino yo नेपालमा पढ्नुस् त अन्तिममा संक्षेपमा उक्त आगम र युक्तिहरूमा आधारित हामीले बौद्ध धर्म गर्नुपर्छ र गर्न सकिन्छ भन्ने ज्ञात हुन सक्छ। ओ ला अब यहाँ सुन्नुहोस् है अब मैले आज तपाईहरुलाई अनुरोध गर्दैछु त्यो पनि त्यो होइन है ढाचापोलो गर्छ देखाउपट्टि गरेर चाहिँ भनेको होइन है मेरो मनदेखि अब जति सक्दो मैले बुद्धिचितलाई ध्यान अभ्यास गर्दैछु त्यसो कारणले हजुरहरू सबैलाई मेरो मन भित्रदेखि नै माया छ दया छ त्यस कारणले म के अनुरोध गर्न सक्छु भनेदेखि आज तपाईहरुले पढेर माथि त्यो के रे आगम र कारण त्यो दुई द्वारा तपाईहरुले बौद्ध धर्म गर्नुपर्ने अनि कारण र गर्नु सक्ने कारणहरू सबै प्रष्ट रूपले कारणद्वारा थाहा भइसक्यो है त्यो कारणले अब तपाईहरुले पढेर मात्र हुँदैन त्यो थाहा भइसकेको पछि आफ्नो अनि के रे अभ्यासमा लिनुपर्छ त्यसो कारणले तपाईहरु सबैले अब यस्तो मानव जीवन अनि पाउनु गाह्रो हो धेरै गाह्रो हो अहिले यस्तो मानव जीवन पनि पाएको छ त्यसमाथि गुरुहरू पनि पाएको छ धर्म शिक्षा पनि प्राप्त हुँदैछ त्यो कारणले यो मौका चाहिँ लिएर अब म धर्ममा लाग्नु पर्यो म धर्मलाई श्रवण चिन्तन ध्यान अभ्यास म गर्छु भनेर चाहिँ मनमा चाहिँ यसरी चाहिँ हुनुपर्छ यो मनमा चाहिँ राख्नुहोस् भनेर अनुरोध गर्दैछु ल अब समय पनि ठक्कै भयो मेरो विचारमा गर्छ मेरो विचार र सम्झु ल मेरो विचारमा 1 घण्टा 15 मिनेट चाहिँ अनि गरौँ भनेको छ 5 मिनेट मात्र धेरै भएछ अहिले समय चाहिँ ठक्कै त्यो रहेछ अब आज चाहिँ म यति राख्छु अनि अन्तिममा हामी सबै प्रार्थना गरौँ केही क्वेशनहरु छ भनेदेखि 1-2 गर्नु नत्र पछि गरे पनि हुन्छ अब आज चाहिँ यति राखौँ लासो अब सबैले प्रार्थना गर्नुस् है अनि म यो भन्न चाहन्छु है अहिले यो शिक्षाहरु चाहिँ एकचोटी सुनेर हुँदैन अस्ति भनिसक्यो तपाईहरु होमवर्क घरमा फेरि जो पढेको छ त्यो चाहिँ फेरि पढ्नुपर्छ मनको भित्र जानकार राम्रो हुनुपर्छ हो ल आज मैले यो पढ्यो थाहा भयो भनेर चाहिँ यस्तो मनमा चाहिँ जानकार हुने त्यस्तो गर्नुपर्छ त्यसो कारणले होमवर्क चाहिँ गर्नुहोस् Jambe baba chitri kim bada. Kundu zambu deyan de jinden de da kunjin chesunda. Gyawa de da tamje raptu mu tüsüm shebe gyawa tamje ngawa kango chodu nga. Dashin gewe sawan de gyunya sambo cheche raptu mu warangi. Pama simjen tamjen de tam de gyuse nyenro tamje tado tomba changjuk senba kanas. De da kungi mulam drup gyuru chi. 자결라만 남게 tra시쇼 이담 토소 남게 tra시쇼 마다 감론 남게 최경 소만 남게 tra시쇼